डिजिटल मार्केटिङले केही पनि काम गरेन भनेर डिजिटल मार्केटिङ छोड्न लागिसकेको बिजनेसलाई हामीले डिजिटल मार्केटिङबाट नै विदिन 3 मन्थ्स दिनमा 50 भन्दा बढी अर्डर्स आउने बनायौँ। हामीले खासमा त्यस्तो ठुलो जादु केही पनि गरेको होइन। हामीले के गर्यौं म तपाईलाई पुरै भन्छु है। सो एउटा बिजनेस मका आयो र भन्यो कि उसले विभिन्न डिजिटल मार्केटिङका तरिकाहरू युज गरे तर दिनमा एउटा पनि सेल्स आएन भनेर मसँग गुनासो पोख्दै थियो। मैले उसलाई सोधेँ तपाईले डिजिटल मार्केटिङमा के गर्नुभयो? उसले भन्यो कि मैले 1 महिना जति फेसबुक बुस्टिङ गरेर हेरेँ, खासै रिजल्ट आएन। त्यसपछि वेबसाइटको एसईओ गर्न थालेँ, त्यसमा पनि ढिलो रिजल्ट आएको भएर त्यो पनि छोडिदिनु भयो अरे। त्यसपछि गुगल एड्स गर्न थाल्नु भयो अरे, त्यसबाट पनि खासै त्यस्तो रिजल्ट आएन अरे। त्यसपछि टिकटकमा भिडियो हाल्न थाल्नु भयो अरे, त्यसले पनि खासै रिजल्ट दिएन अरे। अनि सो उहाँले चाहिँ के गर्नु हुँदो रहेछ भन्दाखेरि एउटा चिज गर्ने अनि त्यसमा खासै रिजल्ट आएन भने त्यसलाई छोडिदिने, फेरि अर्को चिजमा जम्प गरिहाल्ने। सो मैले उहाँलाई के भने भन्दाखेरि तपाईले जति धेरै डिजिटल मार्केटिङमा विभिन्न नयाँ नयाँ चिज एक्सपेरिमेन्ट गर्दै जानुहुन्छ नि, तपाईलाई खासै डिजिटल मार्केटिङले केही पनि रिजल्ट दिँदैन। यदि तपाईँ भोइलिन सिक्दै हुनुहुन्छ भने भोइलिन 1 महिना जति सिक्नु भयो, त्यसपछि हात दुख्यो भनेर छोडिदिनु भयो। त्यसपछि गिटार सिक्न थाल्नु भयो, गिटार पनि अब यो झ्याउ लाग्यो भनेर छोडिदिनु भयो। त्यसपछि ड्रम सिक्न थाल्नु भयो, ड्रम पनि तपाईलाई एकछिन केही 1-2 महिनामै तपाईले छोडिदिनु भयो भने तपाईँ राम्रो म्युजिशियन बन्नुहुन्न नि, हैन? हो त्यस्तै डिजिटल मार्केटिङमा पनि तपाईँ फोकस्ड भएर 6 देखि 8 महिना तपाईले राम्रोसँग त्यसमा टाइम दिनुभयो भने बल्ल डिजिटल मार्केटिङ तपाईलाई बबाल रिजल्ट दिन्छ। र हामीले त्यो बिजनेसको के गर्दियौं भन्दाखेरि अरु सबै कुरा ड्रप गर्दियौं र टिकटकमा भिडियो पोस्ट मात्रै गर्न थाल्यौं। विदिन 3 मन्थ्स भिडियोमा राम्रो भ्युज आउन थाल्यो, फलोवर्स आउन थाल्यो र अर्डर अहिले दिनको 50 भन्दा बढी आउँछ। सो डिजिटल मार्केटिङमा पनि तपाईले यो कुरा याद गर्नु पर्यो। जति धेरै नयाँ नयाँ कुराहरू तपाईले एक्सपेरिमेन्ट गर्दै जाने, लेटेस्ट टेक्नोलोजीहरू मात्रै इन्कर्पोरेट गर्न थाल्ने आफ्नो बिजनेसमा, ट्रेन्डिङ कुराहरु पछि लाग्ने गर्नुभयो भने तपाईलाई रिजल्ट दिँदैन। फोकस हुनुस् र फोकस भएर तपाईले रिजल्ट निकाल्नुस्। यदि तपाईलाई पनि सही र इफेक्टिभ डिजिटल मार्केटिङ गर्न मन छ भने हामी त्यसमा तपाईलाई पूर्ण रूपमा सहयोग गर्न सक्छौं। थप जानकारीको लागि हामीलाई मेसेज गर्नु होला।